सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। भन्दा आज चाहिँ हाम्रो शिवरात्रि भएको छ, शिवरात्रि स्पेसल। अब हामी राति राति शिवरात्रिको प्रसाद खान जाँदैछौँ। अब आउँदा कस्तो हालतमा आइन्छ थाहा छैन। अलिअलि यस्तै यस्तै पनि गर्नुपर्छ भन्ने थियो क्या। अब चाहिँ के होला जस्तो आज अब आज साँझको भजनमा हाम्रो नाच देखेर कतिजना पार्वतीहरू पछि लाग्नुहुनेछ। सो हामी पछाडिबाट जानुको मेन कारण चाहिँ किनभने अगाडि गयो भने जुत्ता राख्ने के राख्ने ठाउँमा दाई पनि हुनुहुँदैछ कि दाई हुनुहुन्छ, कृष्ण दाई हुनुहुन्छ, उहाँ पनि त्यही हुनुहुन्छ। युनिक आखान कि नै थाहा भएन। अब युनिकको साथी भयो नि त्यो एउटै ब्याच, तिनको नि साइन्स मेरो नि साइन्स, तिनको बायो मेरो कम्प्युटर। त्यति फरक है। फेरि हरि पढ्छ नै फेरि तिनले। हामी जस्तो हिँड्दैनन् होला, त्यही भएर घरमै खानु जस्तो लाग्छ। त्यही हो साँच्चै। 3.6 त सायद लगभग प्रत्येक टर्ममा कता गयो अक्सफोर्डमा। प्राइभेट भनेपछि अलिअलि इभ्यालुएसन चाहिँ फरक पर्छ थोरै, जति भने है। अरू त अब हार्डवर्क भनौँ, अब हार्डवर्क। अब हामी चाहिँ सिधै गइन्छ भजनमा। अब भजनमा के हुन्छ थाहा छैन, अब नाचिन्छ कि के हुन्छ थाहा भएन। तर यदि मलाई चाहिँ एउटा कुरा भन्न बिर्सेछु, हजुर सबैलाई ह्याप्पी शिवरात्रि। हामी जाने बेला चाहिँ राम्रै अवस्थामा आइएको थियो, तर आउँदा चाहिँ अलिअलि यस्तो टाउको घुमाए जस्तो भयो। र अहिले चाहिँ धेरै नै अलि राति भइसकेको पनि छ। बाहिर सायदै तपाईँले देख्नु भएको होला, लाइट छैन त त्यही भएर होला। र हामी चाहिँ अब अहिलेलाई चाहिँ यति नै गरौँ, बाँकी भिडियोहरू चाहिँ आउँदै राख्छन्। अहिलेलाई चाहिँ बाई बाई गाइज, अनि र वान्स अगेन ह्याप्पी शिवरात्रि। बाई बाई गाइज, स्टे मोटिभेटेड है त।